So this is my day 18 of my mini vlog challenge and आजको दिन चाहिँ हामीसँग आराम गर्ने दिन थियो सो हामी चाहिँ आरामसँग उठ्यौं त्यसपछि हामीले ग्रीन टी खायौं दुई जनाले बनाएर हैन एन्ड त्यसपछि चाहिँ मैले आफ्नो अलिअलि एक्सरसाइज गरे जस्तो गरे खासै फरक त केही परेको छैन स्टिल फ्याट बट एक्सरसाइज गरे जस्तो गर्नुपर्छ हैन त्यसपछि चाहिँ अनि मैले आफ्नो भाँडासाडा मेन एक्सरसाइज बल्ल गरे मैले भाँडासाडा माझे त्यसपछि चाहिँ अनि दिनले मिठो मिठो खाना बनाएकी थिइन् टक्क खाएर चाहिँ अनि हामी तिनलाई मैले काममा पुर्याइदिए त्यसपछि चाहिँ मैले आफ्नो काममा गए अनि हल्का एडिट गरे त्यसपछि आफ्नो डे 17 हाले हैन त्यसपछि आफ्नो काममा गए त्यसपछि सबै मेरो कामको सुरुवात गरे मैले सबैलाई कफी बनाइदिए त्यसपछि सबैले कफी खाइसकेपछि आनन्द बसे एकछिन सबैजना हैन त्यसपछि चाहिँ अनि खासै बिजी थिएन अलिअलि मान्छेहरु थिए मान्छे त्यस्तो सधैँ यस्तो बिजी काम गरेको बेलामा हल्का अलिअलि मान्छे हुँदा त हामी चिलमा सबजना चिलमा पछाडी गएर बसिरहेको थियौं हैन त्यसपछि चाहिँ अनि फेरि भोक लाग्यो अनि के खाने भनेर अनि फेरि खिचडी त्यहाँ दाल ल्याएको रहेछ अनि फेरि अनि हल्का नजाने भने खिचडी जस्तो बनायौं त्यसपछि खिचडी खायौं त्यसपछि फेरि चिया खायौं हैन त्यसपछि चाहिँ अनि अलिअलि अर्डर आइरहेको थियो अनि म त चिलमा चस्मा लाएर ह्यान्डसम भएर मैले खाना बनाइरहेको थिएँ त्यसपछि अनि एकदम धेरै प्रेपहरु थियो अब क्रिसमस वीक यो क्रिसमस वीक हो अब 2 दिनमा क्रिसमस छ सो यो तयारी गर्नको लागि चाहिँ हामीले फुल तयारी म चाहिँ घर आउँदा 12 बजेको थियो सो घर आएँ त्यसपछि म घर आएँ त्यसपछि तिनी अलरेडी घरै थिइन् दिनको 9 बजे सकेर तिनी घर आइसकेको थिइन् सो तिनीले आइसकेपछि तिनीले चटपट बनाइन् त्यसपछि चटपट खाएर हामी सुत्यौं सो द्याट्स अल फर डे 18 एन्ड सी यू इन डे 19 जुनमा चाहिँ हामी गो कार्ट जान्छौं होला सो स्टे ट्युन फर दैट एन्ड थ्यांक यू फर वाचिङ सी यू टुमोरो